ऐतिहासिक गोकुलेश्वर शिवरात्रि मेला सुरु भएको छ। दर्शकबिन नमस्कार। लोकदर्पण टिभीको शिवरात्रि मेला विशेष सामग्रीमा लोकेन्द्र जोशीको हार्दिक स्वागत छ। दार्चुलाको शैलशिखर नगरपालिका 9 गोकुलेश्वरमा महाशिवरात्रिको अवसरमा ऐतिहासिक गोकुले मेला सुरु भएको छ। झण्डै 9 दशक लामो सांस्कृतिक महत्त्व बोकेको गोकुलेश्वर शिवरात्रि मेला व्यापारिक दृष्टिकोणले पनि प्रसिद्ध छ। शिवरात्रिका अवसरमा चमेलिया नदी किनारमा रहेको जगतपुरी धामका साथै महाकाली र चमेलिया नदी किनारका विभिन्न स्थानमा रहेका तातो पानी क्षेत्रका स्थानमा स्नान गर्नेको भिड लागेको छ। शिवरात्रिदेखि सुरु हुने एक हप्ता लामो गोकुलेश्वर मेलामा जडीबुटी, निङ्गालोबाट बनेका मट्टा, डोका, सुप्पा, छाप्रो, डडेलधुराको परशुराम लगायत विभिन्न स्थानमा बनेका पारा, बिन्ना, ब्यासका दनचुटका, भारत मधुरासको मिठाई, विभिन्न धातुका भाँडाकुँडा, स्थानीयदेखि बजारिया फलफुलका साथै दैनिक जनजीवनका विभिन्न सामग्रीहरू मेलामा पाइने गरेका छन्। स्थानीय व्यवसायी महेश जोशीका अनुसार जडीबुटी, स्थानीय उत्पादनका सामग्री, लुगा कपडा, मिष्टान्न परिकारका साथै घरका लागि चाहिने स्थानीय स्तरमा उत्पादित विभिन्न वस्तुको यो मेलामा खरिद बिक्री हुने गरेको छ। दार्चुला सहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेलधुरा र भारतका केही ठाउँबाट समेत गरी हजारौंले गोकुलेश्वर शिवरात्रि मेलाको अवलोकन गर्ने गरेका छन्। हरेक वर्ष शिवरात्रिको अवसरमा लाग्ने धार्मिक, पर्यटकीय र व्यापारिक महत्त्वले प्रसिद्ध यो गोकुलेश्वर मेला यस वर्ष फागुन 3 गते आजबाट सुरु भएको हो। तत्कालीन समाजसेवी स्वर्गीय लक्ष्मण विष्टले सुरुवात गरेको यो मेला अहिले व्यापारिक रूपमा निकै प्रसिद्ध छ। 1 शताब्दी पहिले गोकुलेश्वरमा बजार थिएन, त्यहाँ रुखहरू थिए, त्यो ठाउँ जंगल जस्तो थियो। उति बेला महिलाहरू घाँसपात गर्न जान्थे। शिवरात्रिमा मेला लाग्न थालेपछि बिस्तारै पसलहरू थपिँदै गएको बताइन्छ। शिवरात्रि मेला लगाएको सुरुको वर्ष जम्मा 50-60 जना मात्रै मेला हेर्न गएको बताइन्छ। बिस्तारै मानिसहरूको भिड बढ्न थाल्यो। पछि अहिलेको बजार भएको ठाउँमा मेला सर्यो र मेला हेर्न आउनेको अहिले भिड लाग्ने गरेको छ। गोकुलेश्वरमा ठूलो बजार बनेको छ। सुरुवाती वर्षहरूमा बयरको किनबेच गरी स्थापना गरिएको यस मेलामा विगत 30-40 वर्ष यता लाखौंको कारोबार भइरहेको छ। यस मेलाको अस्तित्व रक्षाका लागि अहिलेको पुस्तालाई यसको इतिहासबारे पनि सचेत वा जानकारी गराउन आवश्यक रहेको जानकारहरू बताउँछन्। ऐतिहासिक गोकुलेश्वर शिवरात्रि मेला गोकुलेश्वर सहित विभिन्न ठाउँका व्यक्तिहरूका लागि धार्मिक रूपमा आस्थाको केन्द्रका रूपमा छ भने व्यापारिक तौरले पनि यस क्षेत्रमा यो मेला अगाडि छ। पुर्खाले सुरुवात गरेको यस ऐतिहासिक पर्वको संरक्षण र अस्तित्व रक्षाका लागि स्थानीय सरकारका साथै सरोकारवाला समग्र समुदायले चासो दिनुपर्ने आवश्यकता छ।